तर पनि यहाँ लुकी लुकी चलाइराखेको छ। यहाँ गुरुजीहरू चाहिँ बेला बेलामा चाहिँ पुरानो गाडीहरू ल्याएर चाहिँ घुमी गर्छन्। ट्राफिकले चाहिँ पक्कै पनि यो पुरानो चाहिँ डेट स्पेयर गाडीहरूलाई चाहिँ निकालिदियो भने चाहिँ नयाँ गाडी चाहिँ अवसर पाउँथ्यो भन्ने मेरो भनाइ। अब यो ट्याक्सी नयाँ आउँछ भन्ने कुरा चाहिँ के हो? यो हल्ला हो कि साँच्चीकै हो? के ट्रेन आउने अनि यो 20 वर्ष पुरानो गाडीहरू समातिराख, त्यसको बारेमा केही भन्न चाहनुहुन्छ? हजुर, अहिले चाहिँ यो काठमाडौँको ट्याक्सीको बारेमा म के बोल्न चाहन्छु। यो ट्याक्सी जुन सरकारले बेला बेलामा चाहिँ अब नयाँ के अरे नयाँ गाडीहरू पेट्रोल गाडीहरू दिने रे भन्ने हल्ला कता कतै गाई गई चलिरहेको अवस्था छ। अहिले सरकारले कता कता चाहिँ यो केटिएन भन्ने ट्याक्सी चाहिँ दिने हल्ला चलिरहेको छ। अवश्य राम्रो गाडी दिनुपर्छ, किनभने एउटा नेपालको एउटा राजधानी हो। नेपालको राजधानी व्यवस्थित एउटा सुन्दर र एउटा राम्रो देख्नुको लागि पनि सवारी साधन पनि पक्कै पनि अलिकति राम्रै चाहिन्छ, एक्सपेन्सिभ, अलिक महँगो, अलिक स्ट्यान्डर्ड टाइपको गाडीहरू चाहिँ चाहिन्छ। म यसमा चाहिँ 100% सहमति नै छु। तर नयाँ गाडी ल्याउँदैमा तपाईँको जुन किसिमको अहिले जुन 20 वर्ष पुरानो गाडीहरूलाई चाहिँ पक्कै पनि मार पर्ने छ, किनभने उहाँहरूको अब 20 वर्षभन्दा माथि चल्न चाहिँ सरकारले ब्यान्डेज गरेको छ। तर पनि यहाँ लुकी लुकी चलाइराखेको छ। यहाँ गुरुजीहरू चाहिँ बेला बेलामा चाहिँ पुरानो गाडीहरू ल्याएर चाहिँ घुमी गर्छन्। ट्राफिकले चाहिँ पक्कै पनि यो पुरानो चाहिँ डेट स्पेयर गाडीहरूलाई चाहिँ निकालिदियो भने चाहिँ नयाँ गाडी चाहिँ अवसर पाउँथ्यो भन्ने मेरो भनाइ। यो माछाको जुन हालत छ, ट्राफिक व्यवस्था एकदम साह्रै चाहिँ तपाईँको बिग्रेको अवस्था छ। त्यही माथि यहाँ महानगरले चाहिँ तपाईँको यो तारबार लगाइदिएको कारणले गर्दाखेरि यहाँ चाहिँ गाडी रोक्ने ओर्लिने पार्किङको समस्या एकदम बढेर गएको छ। महानगरले चाहिँ तपाईँको यो तारबार लाउनुभन्दा पहिले चाहिँ एकचोटि चाहिँ राम्रोसँग चाहिँ अध्ययन गरेर मात्रै लाउनु पर्ने हो, किनभने यत्रो सवारी छ, यत्रो सवारी साधन छ, पार्किङको समस्या छ। पार्किङ चाहिँ तपाईँको एउटा व्यवस्था गरिदिनु पर्ने हो। यहाँ रोडमै रोक्ने अवस्था छ, रोडमै पार्किङ गर्ने अवस्था छ, रोडमै कुद्ने अवस्था छ। पक्कै पनि यसले चाहिँ सवारी आदान प्रदानमा चाहिँ बडा बाधा पुगेको छ र हामीलाई पनि समस्या भइरहेको छ। हामी पनि एउटा मजदुर गरेर खाने वर्गमा परेको एउटा ट्याक्सी ड्राइभरहरूको कारणले हामीलाई पनि यहाँ मान्छे हाल्न बोलाउनु साह्रै समस्या भयो। र जहाँसम्म यो तपाईँ सरसफाइको कुरा छ र काठमाडौँ महानगरपालिकालाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने तपाईँले चाहिँ काठमाडौँको चाहिँ भित्री भागमा जसरी सरसफाइ राख्नु भएको छ, तपाईँले चाहिँ यो बालुजीदेखि यो कलङ्गी यो सामकोसी चाहिँ तपाईँले चाहिँ सरसफाइमा चाहिँ धेरै चाहिँ केयर गर्नु भएको छैन जस्तो लाग्छ। यतातिर पनि डुमर सुमरहरू पठाएर चाहिँ सरसफाइ गरिदिनु पर्ने तपाईँहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु। होइन, धन्यवाद है। धेरै